गाइजहरू म चाहिँ अब जनामा चाहिँ कपाल काट्न सर्भिसतिर अनि के छ गाइजहरू होइन ल लाइक सपोर्ट गरिदिनु पर्यो है सबैले गाइजहरू है भिडियो सिडियो पनि नयाँ नयाँ आउँदैछ लाइक सेयर कमेन्ट गर्न पर्दैन भने गाइजहरू तपाईँहरू गरिदिने भनेर धेरै सपोर्ट गरिदिनु भएको छ अझै त्यस्तै सपोर्ट गरिदिनु भने गाइजहरू पाहाडीमा हिँड्यो नि त होइन कता लास पनि लाग्छ त स्कुटर चलाउनु पनि साथी हो त्यो पनि होइन हेलमेट अलिक कस्तो छ भिडियो मलाई थाहा भएन होइन भिडियो त बन्द होला होइन गाइजहरू माया देखाइदिनु पर्यो है माया सबैले नयाँ नयाँ भिडियो आउँछ अब मोटो भ्लगिङ है यो चाहिँ मेरो फर्स्ट मोटो भ्लगिङ भिडियो कस्तो हुन्छ भन्नु मलाई सबैले होइन म चाहिँ अहिले चाहिँ अब कपाल काट्नतिर लागिरहेको छु कपाल लामो सधैँ गाली गर्नु भएको छ नि त अब राख्नु पऱ्यो होइन कपाल काट्न जाने अब चाहिँ सिधै है गाइजहरू मामुले चाहिँ बिस्तारै चलाउनु भएको त्यही भएर मैले बिस्तारै चलाएर है बिस्तारै पनि चलाउनुपर्छ है धेरै भ्लगरहरूले हुँदैन हुन्छ नि कहाँतिर पनि हुँदैन गाइजहरू म त्यस्तो चाहिँ छैन है मलाई एक समय त गाइजहरू भिडियो कस्तो बनाएर हेर्छु है ल फाइनली गाइज मैले चाहिँ सुपर भ्यूमा राखिसकेको छु है अघि वाइडमा राखेर चलाइरहेको छ अब चाहिँ सुपर भ्यूमा राखिसकेको छु होइन कस्तो देखेको छ भन्नु होला अब चाहिँ क्यामेराको एङ्गल अघि त अलिक अगाडि जुम भएर होइन त्यसरी सरी है त अगाडि जुम भएछ भने होइन कोही हाम्रो खलासी अङ्कल त चलाउनु भएछ ल गाइजहरू मान्नु बिरामी पनि हुनुहुन्छ साइन्स किनिनु पर्ने हुन्छ हाम्रो चाहिँ होइन अब पशु चाहिँ कपाल काट्न जाउँ है त गाई एक महिना कपाल काट्यो भने चाहिँ के अरे कपाल काटेको एक महिनापछि फेरि कपाल काट भन्छ कि त्यसपछि त्यही हो त अब होइन मैले त चिनेन जस्तो चाहिँ यहाँ गाडी छ है त गाडी त्यहाँ जानु पर्ने हुन्छ पनि गाडीलाई भेटौँ भने भेटेन कि आज गाडीलाई गाइजहरू ल पुलिस बसे हुन्छ होइन तर अहिले चाहिँ छ कि छैन त्यो हेर्नु पर्ने हुन्छ ल ए है 100 रुपये है ना? हाँ दिन में 100 रुपये से खरीदता था कहाँ बड़ी नाश्ता कर लेगी अबे ना यार मैं तो पहले देखे दिन का करोगे गाइस मैले तपाईँ काटिसकेँ है त लाएर कस्तो देखेछ भन्नु होला आज भयो हैन एकैछिनमा भयो यार आज त
छिटो भएको थिएन अहिले चाहिँ चाँडै भयो त गाइजहरू अब चाहिँ सन्चो किन जानुपर्ने हुन्छ होइन मम्मीको लागि अब बिरामी हुनुहुन्छ होइन त गाइजहरू त्यही त हो नि घरको पनि आफ्नो आफ्नो टेन्सन हुन्छ होइन मेरो मम्मी त्यो मेरो दोस्त आइरह आर्यन जानुपर्ने हुन्छ है ल पुलिस बसेर नहोस् होइन त्यही हो पुलिस बसेर अन्त मार्छ अंकल सन्चो छ कति हो 60 रुपियाँ 1 रुपियाँ आएको छ भने 1 रुपियाँ पर्यो होलसेल गरेको छैन बीजीसी सिक्किरी त कस्तो बिर्सेला सुनचलो नि बिर्सिराख्यो फेरि ए धेरै कति थियो 1 20 30 पनि अब एउटा स्याबलाई हामी जानु पर्छ जस्तो छ है त गाइजहरू सकेर रहेछ भने फेरि टेन्सन हुन्छ नि अस्तितिर सकिरह भने म जब आउँछु तब सकिया हुन्छ है अब चाहिँ नहोस् होइन स्याबलाई खाएर आइहाल्छ है मम्मी बिरामी हुन्छ उतै जानुपर्ने हुन्छ हामी चाहिँ अब जाउँ है कस्तो रिएक्सन छ भने गाइजहरू लाज लाग्छ भने त्यो पनि हामी नाच्किन बाबा भने जस्तो दिन्छ नि त फेरि होइन के को बाख्ना आइदिनु स्याहारहरू के बाख्ना आइदियो आंटी आंटी स्याब हाले छ एउटा आंटी एउटा स्याब हाले दिनु नि स्याब हाले हजुर लाने 30 रुपियाँ छ है 30 रुपियाँ छ है त्यस्तो हुनुहुन्छ त अङ्कल थप ए 10 रुपियाँ दिएछ ए बाबु के छ ठिक छ चलाउनु जाने चलाउनु जानुपर्छ नि त गाइजहरू मेरो भोइस चाहिँ क्लियरली सुनिखेन होला म पछि पछि पनि माइक हाल्दै जान्छु है अहिले माइक बिनाको होइन त यो भोइस होइन कताएर चाहिँ मलाई पनि थाहा भएन हेर्नुपर्ने हुन्छ एकछिनमा फेरि है सुनेन होला स्याबहरूले चाहिँ मेरो पुरा बसिरहेको छु अब चलिदिनु पर्ने हुन्छ नि त मान्छेहरूले ढोक्छन् मैले पनि ढोक्दिएँ होइन के छ र अघि त ढोक्नै बिर्सेछ अहिले चाहिँ ढोक्दै जाँदैन चाहिँ
भ्यू कस्तो आइरहेको छ गाइजहरू उता सनसेट पर्दा चाहिँ त्यो बसतिर देख्नु भइरहेको होला हल्ला त होइन नि गाइजहरू होइन हेर्नु भने जस्तो लाग्छ चाहिँ अरे अब हिँड्न चलपल बिस्तारै हिँड्न पर्ने हुन्छ है बिस्तारै अनि बेसरी हिँड्नु त गयो जिन्दगी चल्न त चलेछ धेरै भिरमा छ भने जस्तै अन्त मामुको लागि सुन्छु धेरै देख्छु गाइजहरू सुन्छु भन्नुहुन्छ फेरि मेरोमा यस्तो नै हुँदैन नि त अरूलाई सब लागेछ भने मामुले पनि के भएको है होइन त्यस्तै मान्छेहरूलाई पनि भइरहेछ धेरै मान्छेहरूलाई अहिलेतिर होइन गाइजहरू 400 400 पनि पुगाउनु पऱ्यो क्या तर हामी 400 मै अड्किरहेछौँ त ए 300 मै अड्किरहेछौँ त अझसम्म है 400 पुग्नु भयो त तपाईँहरूलाई हेर कतिमा 1K पुगेपछि त गिभअवे हुन्छ है त गाइजहरू गिभअवे अनि मोबाइल गिभअवे हुन्छ अहिले त भनिदिनु भएको पछि गाइस होइन प्रोफेसनल राइडर भइसक्यो नि त दादा भुल्नु हुँदैन सेफ्टीसँग हिँड्नु पर्छ गाइजहरू के छ अलि आज फर्स्ट मोटो भ्लग है त मेरो चाहिँ यो चाहिँ तपाईँहरूलाई मैले पहिला भनिसकेँ पनि फेरि भनिदिएको है त अब चाहिँ हामीले होइन आजको भ्लग अब त्यहाँ तल गएपछि के गर्छ त्यो त नुहाउनुपर्छ क्या हो गाइजहरू होइन चिलाइ त छ त यार यो कपालले घोचिरहेको यार यस्तो घोच्यो हौ यस्तो नघोच न कपाल त्यस्तो घोच्नु हुँदैन नि घोचेपछि त जान्छ फेरि जिन्दगी खेर छा शरण अङ्कलको रिभ्यू क्या हो अनि प्रोफेसनल राइडर हो नि त फेरि कपाल काट्नु त्यो साबिसे गाइजहरू फाइनल घर आइसकेको छ आजको भ्लग चाहिँ यही हुन्छ ल गाइजहरू बाई